सो गाइज मैले चाहिँ प्रिभियसली मसल ब्लेजको चाहिँ वाटरमेलन फ्लेभरको क्रिएटिन कन्ज्युम गर्थेँ, तर त्यसको टेस्ट चाहिँ मलाई एकदम सर्बत जस्तो लाग्थ्यो होइन। एकदम हुन्छ नि गुलियो न गुलियो नमिठो कस्तो कस्तो टाइपको हुन्थ्यो कि। त्यही माथि मैले चाहिँ अब कहिलेकाहीँ चाहिँ 5 ग्राम क्रिएटिन पनि कन्ज्युम गर्थेँ। 5 ग्राम चाहिँ कन्ज्युम गर्दाखेरि त्यो चाहिँ एकदम सर्बत पानी जस्तो गुलियो गुलियो हुन्थ्यो होइन। सो दिस टाइम मैले चाहिँ यसपालि चाहिँ साइट्रस फ्लुइडको चाहिँ क्रिएटिन चाहिँ मगाएको छु मसल ब्लेजबाट। सो यसको चाहिँ टेस्ट कस्तो छ चेक गरिहालौँ। र प्राइसको कुरा गर्दाखेरि पनि वाटरमेलन फ्लेभरको चाहिँ हल्का सस्तै छ होइन योभन्दा चाहिँ। तर पनि अब यो त 2 मन्थभन्दा बढीको लागि चाहिँ ठिक छ नि त यो क्रिएटिन। सो बरु अब 200 रुपियाँ भयो नि बढी एक्स्ट्रा हाल्नुला, तर 2 महिनासम्म यही खानुपर्छ डेली दिनदिनै। सो राम्रै टेस्टको खाऊँ भन्ने सोच छ। यो हल्का फुल्ला फुल्ला जस्तो छ त ठिकै छ होइन। एकचोटि मसल ब्लेजको वेबसाइटमा गएर नि यो चाहिँ चेक चाहिँ गर्नुपर्छ। सो यसको चाहिँ टेस्ट गरौँ अब। यो चाहिँ मैले नि एउटा चाहिँ भिडियो के देखाएको थिएँ भन्दाखेरि यसलाई बिचबाट यसरी काट्ने अनि यहाँ गोलो बनाउने, त्यहाँ गोलो बनाएपछि स्कुप चाहिँ हाम्रो मजाले चाहिँ ट्याक्क फिट गरेर राख्न मिल्दो रहेछ कि, सजिलो हुँदो रहेछ एकदम। नेपाल पनि पछि जस्तो टेस्ट चाहिँ राम्रो होला जस्तो लागेन। नखाइदिने त थाहा हुन्न। यो त ठ्याक्क ड्यू जस्तो छ क्या। निम्बु पानी हुन्छ नि त्यो ड्यू, माउन्टेन ड्यू, निम्बु पानी त्यस्तो चाहिँ टाइपको रहेछ है टेस्ट। निम्बु पानी जस्तै सेम रहेछ। स्टिल वाटरमेलनको भन्दा चाहिँ ठिक छ। सो हजुरहरूले पनि लिने विचारमा हुन्छ भने चाहिँ साइट्रस प्रोडक्टको लिँदाखेरि चाहिँ राम्रै होला डिसिसन। अनि यसमा सिलिका जेल पनि हुन्छ है, त्यो हाम्रो गुच्चा जस्तो सानो टाइपको हुन्छ नि हो, त्यो पनि नफालेको चाहिँ ठिक हुन्छ जस्तो लाग्यो मलाई। त्यसको काम भनेको चाहिँ मोइस्चरहरू चाहिँ एब्जर्ब गर्दो रहेछ होइन। अनि यो त हाम्रो मोनोहाइड्रेट क्रिएटिन हो नि त, मिनिङ कि यो चाहिँ इजिली चाहिँ वाटरसँग चाहिँ कन्ट्याक्ट गर्छ। त्यही भएर यसमा भएको सिलिका जेल चाहिँ राखिदिँदै ठिक होला। यहाँ चाहिँ स्कुप अड्ने जति चाहिँ पल बनाऊँ। यसलाई चाहिँ यसरी ट्याक्क राख्यो भने सजिलो हुने भयो नि त।